घरमा भरिसके सात्विक देवी देवताहरूको फोटो तस्बिर राखेर पूजा गर्ने। अब दियो कलश गणेश राख्ने अनि पाथिभर आमाको फोटो राख्ने। अनि भगवतीलाई भन्ने, आमा न म तन्त्र जान्दछु, न मन्त्र जान्दछु, न वेद पढ्न जान्दछु, न चण्डी पढ्नै जान्दछु, तर कसै कसैको बानी हुन्छ एउटा श्लोक मात्रै आउँछ, त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धु सखा त्वमेव, त्वमेव विद्या द्रविणं त्वमेव, त्वमेव सर्वं मम देव देव। मन्दिरमा गयो, हे प्रभु मेरो संसारमा कोही पनि छैन, हजुर मात्रै भनु। बिहानै गयो, अब मन्दिरबाट घर फर्किन ढिलो भयो महाराज। घरमा आइपुग्ने बित्तिकै श्रीमतीले कुच्छो देखाएर किन ढिलो भयो। त्यतिखेर तिनै व्यक्तिले के भन्छन्, हे पत्नी म त तिम्रो पत अरू कसैको होइन, राधे राधे। हाम्रो भक्ति त्यस्तो छ। मन्दिरमा अघिसम्म देवीको अगाडि बसेर के भन्दैछ, संसारमा मेरो कोही छैन, हजुर मात्रै। तर पत्नीको त्यो मोड देखेर म त तिम्रो पत